भाग 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 शेर आया शेर। शेर मल्ल नेसनल टिममा पर्ने लगभग निश्चित जस्तै भइसकेको छ र 15 म्यान टी20आई वर्ल्ड कपको 15 म्यान सेलेक्ट गर्नलाई मेन भूमिका रहने भनेको क्याप्टेन र कोचको हो र लुम्बिनीका क्याप्टेन रोहित पौडेलले शेर मल्ललाई टिममा ल्याउनको लागि कुनै पनि कसरत छोड्नेवाला छैनन्। जब जब रोहित पौडेलले विकेट चाहियो भनेका छन्, शेर मल्लले थपक्क विकेट निकालेर दिएका छन् र मलाई जहाँसम्म लाग्छ यसपालिको टी20आई वर्ल्ड कप स्क्वाडमा शेर मल्ल हुनेछन्। यो लगभग 100% भन्दा पनि हुन्छ। शेर मल्ल हुनेछन्। रोहितले शेर मल्ललाई मुम्बईको टिकट कटाउनेछन् भन्ने मलाई लागिरहेको छ र अब कटाउन त कटाउने, शेर मल्ल आएपछि को चाहिँ भाग्छ त स्क्वाडबाट? मान्छेहरूले त अब यो एनपिएलको पर्फर्मेन्स हेरेर पुरै 4-5 जनालाई नै चेन्ज गर्नुपर्छ भनिरहेछन्। मलाई जहाँसम्म लाग्छ हामी त्यत्रो प्लेयर चेन्ज गर्दैनौँ। हामीले प्लेयरहरूलाई स्टेबिलिटी पनि दिनुपर्ने हुन्छ। एनपिएलकै पर्फर्मेन्सका आधारमा विनोद भण्डारी, अविनाश बोहरा टिममा आउँछन् जस्तो मलाई लाग्दैन। विनोद भण्डारी आउने भए पहिल्यै आइसक्थे। अविनाश बोहराको नि मैले 3टा पेसर भएकोले चान्सै देखेको छैन र एउटा मात्र प्लेयर एनपिएलबाट कोही आउँछ भने त्यो शेर मल्ल हुन् र शेर मल्ल कसको स्थानमा आउँछन् त? त्यसको लागि हामीले पहिला हाम्रो टी20आई वर्ल्ड कप क्वालिफायर जुन ओमनमा भएको थियो त्यो स्क्वाड हेर्नुपर्ने हुन्छ। मैले यता राखेको छु र त्यसमा हामीले हाम्रो बेन्चमा को थिए ती प्लेयरहरूलाई पहिला फोकस गरौँ। जहाँसम्म लाग्छ हाम्रो 3टा पेसर मध्ये एकजना बेन्चमा, नन्दन, करण र सोमपाल मध्ये एकजना बेन्चमा हुन्छन्, ब्याकअप प्रेसर। त्यसपछि लोकेश बम दोस्रो, त्यसपछि आरिफ तेस्रो र चौथो थिए हाम्रो मोहम्मद आदिल आलम अन्सारी र मोहम्मद आदिल आलम अन्सारीको ठाउँमा चाहिँ मैले हाम्रो शेर मल्लको चान्स देखिरहेको छु। किनभने मोहम्मद आदिल आलम अन्सारी जतिको हाइप गरेर आएका थिए त्यतिको उनको प्रदर्शन रहेन। एनपिएल पनि खराब रह्यो र उनी हाम्रो गुलसन झा टिममा हुँदाहुँदै उनले चान्स पाउँदैनन् र उनको रन पनि उनी अलि लोअर अर्डरमा खेल्ने भएको हुनाले उनको त्यति आवश्यक पर्छ जस्तो मलाई लाग्दैन टिमको लागि। किनभने गुलसन हुँदाहुँदा तपाईँले चान्सै पाउनुहुन्न र तपाईँ जतिको ब्याटिङ गर्न हामीले तपाईँको स्पट खेर फाल्न चाहँदैनौँ कि तपाईँ जतिको ब्याटिङ त करण केसी, सोमपाल कामीले पनि पछि आएर गरिदिन सक्छन्। त्यही भएर पनि मैले यो मोहम्मद आदिल आलमको ठाउँमा चाहिँ शेर मल्लको सम्भावना देखिरहेको छु। तपाईँहरूले कसको ठाउँमा के देख्नु भएको छ? मान्छेहरूले त ललितलाई हटाएर हाम्रो शेर मल्ल राख्नुपर्छ भनिरहेका छन्। मलाई त्यो त्यस्तो हुन्छ जस्तो लाग्दैन। ललित एउटा धेरै समयदेखि छन् हाम्रो फिङ्गर लेफ्टी स्पिनर हुनुहुने, सन्दीपलाई हटाउने कुरै भएन र हामीले शेर मल्ललाई एड गर्न सकियो भने हाम्रो यो जो भुर्तेलले बलिङ गरिरहेका छन्, रोहित पौडेलले बलिङ गरिरहेका छन्, दिपेन्द्र सिंहहरूले बलिङ गरिरहेका छन्, उनीहरू बलिङ छोडेर अलिकति ब्याटिङमा फोकस हुन पाउँछन् र त्यसले पनि हामीलाई ठुलो मद्दत गर्नेछ र मैले चाहिँ यसरी देखेको छु। र अनि अलिकति ललितलाई पनि सपोर्ट हुन्छ। ललितको केही गरी खराब गयो भने शेर मल्ल खेल्न पाउँछन्। हाम्रो सबैमा ब्याकअप हुन्छ। फास्ट बलरमा पनि ब्याकअप हुन्छ, ब्याट्सम्यानमा पनि ब्याकअप हुन्छ र हाम्रो इभन स्पिनरको लागि पनि ललित नराम्रो गेम गएको खण्डमा शेर मल्ल अथवा तिनटैलाई प्लेइङ 11मा राखेर पनि खेलाउन सकिन्छ। त्यही भएर पनि मैले शेर मल्ललाई हाम्रो यसरी मोहम्मद आदिल आलम अन्सारीको ठाउँमा प्लेइङ 11मा देखिरहेको छु। मैले यो बाहेक अरू कुनै पनि एनपिएलको खेलेको आधारमा कुनै पनि प्लेयरहरूलाई देखेको छैन। शेर मल्लले जहिले पनि पावर प्लेमा विकेट झिकेर दिएका छन्। ट्रबल म्यान पछिको सबैभन्दा धेरै विकेट लिने शेर मल्ल। विकेट चार्टमा हेर्ने हो भने पनि उनको 17 विकेट छ, सन्दीप बराबर, अविनाश बराबर। अविनाश अलिकति अनलकी रहे किनभने उनको कम्पिटिसनमा धेरै प्लेयरहरू छन् र शेर मल्ल यसरी पर्छन्। उनको पहिला पनि उनी ललितको अनि यो शाह आलमको छायामा पर्थे र फाइनल्ली उनले ब्रेक थ्रु टुर्नामेन्ट पाएका छन् र उनले किक गर्नेछन्। मलाई जहाँसम्म लाग्छ किक गर्नेछन् नेसनल टी20आई वर्ल्ड कपको स्क्वाडमा र यसमा हाम्रो क्याप्टेन रोहित पौडेल र स्टुअर्ट लको पनि ठुलो भूमिका हुनेछ।
उनलाई ल्याउनलाई। उनी एकदम गजबका मिस्ट्री विकेट के अरे स्पिनर हुन् र एकदम रेयर हुन्छ, यस्तो प्लेयरहरू पाइरहन्न हामीले। त्यही भएर पनि मैले उनको एकदम भरपुर सम्भावना देखेको छु। तपाईँहरूले पनि अरू कुनै प्लेयरको त्यस्तै सम्भावना देख्नु भएको छ भने कमेन्ट सेक्सनमा लेख्नु नहोला, र म गलत पनि हुन सक्छु। मैले भनेको तपाईँहरूलाई चित्त नबुझ्न नि सक्छ, कसैलाई ललितै हटाउनु पर्ने पनि हुनसक्छ। तपाईँहरूले त्यस्तो देख्नु भएको छ भने लेख्नु होला, र मैले अरू कुनै प्लेयरलाई हटाउँछु जस्तो लाग्दैन, किनभने हाम्रो अरू प्लेयरहरू मल्ल अनि हाम्रो लोकेश बमले पनि अस्ति क्वालिफायरमा 12 बलमा 36 कति रन हानेको हामीलाई थाहा छँदैछ। आरिफ, यिनीहरू सबै टप अर्डरमा खेल्न सक्ने ब्याट्सम्यान हुन्, त्यही भएर पनि मैले हटाउँछु जस्तो लाग्दैन। र तपाईँहरूलाई के लाग्छ आफ्नो विचार कमेन्ट सेक्सनमा लेख्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ। लास्टसम्म हेरेर साथ दिनुभएको धन्यवाद। किप सपोर्टिङ नेपाली क्रिकेट। बाई बाई।